नमस्कार, म सनम तामाङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको अध्यक्ष, साथै यो हुन गइरहेको 6औं आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव 2082 को मूल समारोह संयोजक। सम्म चाहिँ हाम्रो यही पौष 24 गतेदेखि माघ 5 गतेसम्म सम्पन्न हुनेछ 12 दिनको। अहिले चाहिँ हाम्रो यहाँ निर्माणको कार्य स्टल निर्माणको कामहरू भइरहेको हामीले पछाडि ब्याकग्राउन्डमा देख्न सकिरहेका छौँ। त्यसै गरी अब भोलि यो जुन अहिले बास्केटबलको कोर्ट हामीले देखाएको छौँ त्यो ठाउँमा हाम्रो लन्डन ब्रिज बस्नेछ भने त्यो चाहिँ लन्डन ब्रिज भोलि बिहानसम्म आइपुग्नेछ। त्यसै गरी रमाइलो मेला पिङहरू त्यस्तै गरी बाल उद्यानहरू चाहिँ हामी त्यो साइडमा बस्छौँ, जुन चाहिँ प्रदेश जनस्वास्थ्य कार्यालय त्यो ठाउँमा बस्छौँ, त्यो चाहिँ हाम्रो पर्सिसम्म आइपुग्छ। त्यो चाहिँ स्टेज अगाडिपट्टि अनुसन्धानको कार्यालय अगाडि हुनेछ। त्यसै गरी यो 6औं आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव 2082 मा नेपालका एकदमै चर्चित कलाकारहरू हामी दमैलीमा ल्याउँदैका छौँ। त्यसको लागि पल शाह, ज्योति मगर, प्रीति आले, शान्तिश्री परिवार, प्रकाश सपुत, दुर्गेश थापा जस्ता चर्चित कलाकार, बबिना किराती जस्ता एकदमै चर्चित र तनहुँ जिल्लाकै सञ्जीव राणा जस्ता चर्चित कलाकारहरू चाहिँ हाम्रो महोत्सवमा उहाँहरूको प्रस्तुति रहनेछ। एकदमै स्वाभाविकै कुरा हो, तपाईले एकदमै राम्रो प्रश्न उठाउनु भयो। किनभने हाम्रो दमैली अस्पताल भनेको हाम्रो एकदम तनहुँ जिल्ला यो प्रदेश अस्पताल, मान्छे जन्मिँदा पनि मर्दा पनि अन्तिमसम्म हामीले जाने ठाउँ भनेको त्यही नै हो। त्यो भनेको एकदम संवेदनशील स्थल हो। त्यो स्थल हामीले देखेकै सबैले बुझेकै कुराहरू हो। तर पनि के भने यसपटक हामीलाई अलिक बाध्यता भयो, बिपी1 वाटिकामा हामीले महोत्सव गर्ने भन्दा त्यही केही साथीहरू खेलाडी साथीहरूबाट विरोध भइसकेपछि हामीले चाहिँ पछि यो अन्तिम पटक भनेर यो ठाउँको लागि हामीले चयन गरेका छौँ। त्यो दमैली अस्पतालमा रहेका बिरामीहरूलाई सकेसम्म ध्वनि प्रदूषण चाहिँ एकदमै कसरी कम गर्न सकिन्छ त्यो हिसाबले चाहिँ हामीले चाहिँ यो महोत्सव सञ्चालन गर्नेछौँ। र त्यसको लागि हामीले दमैली अस्पतालसँग पनि हामीले त्यहाँको व्यवस्थापन समिति त्यहाँको कार्यालयसँग पनि हामीले चाहिँ समन्वय गरिसकेका छौँ। कसरी हुन्छ त्यहाँको बिरामीहरूलाई कम चाहिँ ध्वनि प्रदूषण हुने गरेर हामीले यो महोत्सव सञ्चालन गर्न लागिरहेका छौँ। मेला महोत्सव गरिसकेपछि त्यसको धेरै उद्देश्य हुन्छ, त्यो मध्येमा हामीले 2वटा उद्देश्यलाई हामीले प्रमुखताका साथ लिएका छौँ यो महोत्सवमा। एउटा हामीले चाहिँ तनहुँ जिल्लामा रहेका आदिवासी लगायत सम्पूर्ण जनजाति लगायत सम्पूर्ण अन्य जातिहरूको पनि कला संस्कृति भाषा उनीहरूकोलाई चाहिँ प्रवर्धन गर्ने, उनीहरूको प्रस्तुति गर्नेको अवसरको रूपमा हामीले लिएका छौँ। उनीहरूको कसरी हुन्छ कला संस्कृति प्रस्तुत गर्ने र त्यस्तै गरी तनहुँमा दमैलीमा चाहिँ आन्तरिक तथा बाह्य पर्यटनहरूलाई चाहिँ यहाँ चाहिँ भित्राउने हामीले यो महोत्सवको लक्ष्य लिएका छौँ भने त्यस्तै गरी यहाँ उत्पादन भएका कृषि जन्य सामानहरू त्यस्तै घरेलुका सामग्रीहरूले पनि हामीले प्रदर्शन गर्नेछौँ। त्यो हाम्रो एउटा उद्देश्य रहेको छ भने त्यस्तै गरी हामीले अर्को मुख्य उद्देश्य भनेको तनहुँ जिल्लाको व्यास नगरपालिकाको व्यास 12 कमलबारी गोल्लामा चाहिँ हाम्रो 1 रोपनीको आफ्नो जग्गा रहेको छ। त्यहाँ वरिपरि चाहिँ 100 रोपनी चाहिँ सार्वजनिक जग्गा रहेको छ। त्यो जग्गालाई हाम्रो आफ्नो जग्गा र त्यो बाँकी सार्वजनिक जग्गालाई समेटेर चाहिँ हामीले त्यहाँ एउटा आदिवासी जीवन्त सङ्ग्रहालय हामीले निर्माण गर्न लागेका छौँ। त्यसको लागि हामी धेरै आफ्नो कामहरू अगाडि बढाइसकेका छौँ, नगरपालिकासँग समन्वय गरिसकेका छौँ। त्यसै गरी त्यहाँका टोल विकास संस्थाहरू, आदिवासी जनजाति राष्ट्रिय उद्यान प्रतिष्ठान, भाषा आयोग र विभिन्न सङ्घ संस्थासँग सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूसँग पनि हामीले समन्वय गरिसकेका छौँ। त्यसैले हामी यहाँबाट बचेका रकमहरू हामीले कुनै भवन निर्माणमा होइन, कुनै पनि हामी पिकनिक होइन भ्रमर केही कार्यमा पनि हामी खर्च गर्ने छैनौँ। किनभने हाम्रो कार्यालय हाम्रो पहिले बनाइसकेको छ, हामीसँग लगभग 1 करोडभन्दा बढीको आफ्नै भवन रहेको छ। त्यसैले हामीले यो खर्च हाम्रो कार्यालय व्यवस्थापनको लागि पनि हुँदैन। यो खर्च भनेको हामीले त्यहाँको जीवन्त सङ्ग्रहालय बनाउनेको उद्देश्यका साथ यहाँबाट बचेको रकमको हामीले त्यहाँ प्रयोग गर्नेछौँ।